ल है साथीहरू, आज चाहिँ हामी यसो घुम्न आएको। जापानको पार्कतिर चाहिँ घुम्न आउँदाखेरि अलिकति छुट्टै खालको फिल हुन्छ, मनमा आनन्द हुन्छ है। किनभने हरियाली हुन्छ जताजतै। अब आजभोलि त किनभने साकुराको सिजन छ, साकुरा फुल्ने सिजनहरूमा प्राय हरियाली नै हुन्छ। अनि यो हरियाली वातावरणहरूमा हामी त त्यही कल्चरमा त्यस्तै हरियालीमा हुर्केको भएर नेपालमा पनि त्यस्तै हरियालीमा हुर्केको। तर यहाँको हरियालीहरू देख्नु पाउँदा चाहिँ खुसी लाग्छ कि है, अलिकति अर्कै खालको फिल हुन्छ, रमाइलो लाग्छ। हरियाली भइरहेछ, आजभोलि साकुराहरू फुलिरहेछ। जस्तो यहाँ चाहिँ हामी साकुरा यसमा चाहिँ रहन्छ, पछाडिपट्टि चाहिँ साकुरा छ। यहाँ छ यसो 2-4वटा फुलहरू फुल्छन्, साकुराहरू। यहाँ हाम्रो दाइ फोटो खिच्ने भन्नुभएको छ। एकछिन मेरो दाइ, ल दाइ आउनु, दाइ आउनु ल। कस्तो फिल भइरहेछ दाइ तपाईँलाई? जापानको बसाइ कस्तो छ तपाईँलाई? एकदम राम्रो छ नि, जापानको बसाइ राम्रो छ है। ल